हेलो नमस्ते सबैजनालाई। जय नेपाल। मलाई चाहिँ होइन आज एउटा एउटा कार के बबाल मन पऱ्यो क्या, बबाल दामी दामी लाग्यो क्या। हुन यहाँ हेर नि, यहाँ यो सिस्टम होइन, यो यस्तो यो चाहिँ यो सही यस्तो हुनुपर्छ कि यो यस्तो यो यिनीहरू छ नि, यो एरिया चाहिँ होइन, जहाँ कार राख्ने भनेर जहाँ पार्किङ गर्ने भने पार्किङ एरिया हुनुपर्छ क्या। तर हाम्रो त्यस्तो हुँदैन होइन। तर भए पनि म आज होइन यो कार छ नि, यो बबाल लाग्यो मलाई। एकछिन है म देखाउँछु। यो के यो दामी छैन त? दामी छ, यता पनि छ। यहाँ त कार त कति हो यस्तो, यस्तो यस्तो छ नि यहाँ होइन। के हाम्रोतिर पनि मैले देखाएको छु क्या कस्तो भने त्यो पार्किङ एरियामा बेसमेन्टमा त पुरै मोमोको दोकानहरू देखाएको छु। मोमोको दोकानहरू अझ कपडाको दोकानहरू होइन, पसलहरू के। त्यस्तो होइन नि, जे ठाउँको लागि भनेर पास गरेर बनायो त्यो हुनु पर्यो नि होइन, त्यो हुनु पर्यो। त्यही हो। अनि के छ तपाईँहरूको खबर? सब ठिकठाक? मेरो चाहिँ ठिकै छ। म पनि भर्खर ड्युटीमै छु, ड्युटीमा आएको थिएँ। अनि यसो आउँदा आउँदै त्यो पुरानो गाडी देखेन, यसो हेरेको अनि क्या दामी लाग्यो क्या। त्यही भएर सानो एउटा भिडियो सिडियो बनाइदिएको। सबै सन्चै होला। ल अहिले चाहिँ काम छैन, काम गर्नुपर्छ अब सबैलाई। ल बाई बाई।